एक दिन आउनेछ जब हामी स्क्रिन होइन एक अर्काको नयनमा हेर्नेछौँ। एक दिन आउनेछ जब मिस यु भन्नु पर्दैन, किनकि हामी एक अर्काको अँगालोमा हुनेछौँ। अहिले त दूरीले हामीलाई टाढा राखेको छ, समयले प्रतीक्षा लिइरहेको छ, तर हरेक कठिनाइले हाम्रो मायालाई अझ प्रगाढ बनाउँदैछ। रातहरू लामो हुन्छन्, तिम्रो तस्बिर अनि रेकर्डेड आवाज बिना निन्द्रा आउँदैन, तर तिम्रो सम्झनाले नै मलाई हरेक बिहान उठ्ने हिम्मत दिन्छ। कहिलेकाहीँ थाक्छु यो दूरीसँग लड्दा लड्दा, तर तिमीलाई सोच्दा सबै पीडा मिठो लाग्न थाल्छ। हामी बीचको दूरी केवल किलोमिटरमा मापन हुन्छ, तर हाम्रो माया मुटुको गहिराइमा बाँधिरहेको छ र म विश्वास गर्छु यो प्रतीक्षा व्यर्थ जाने छैन। एक दिन यी सबै कुराहरू केवल सम्झना बन्नेछन् र हामी सँगै बसेर यी दिनहरूमा हाँस्नेछौँ। त्यो दिनको प्रतीक्षामा माया अझ बलियो बनाउँदैछु र तिमीलाई अझ गहिरो माया गर्दैछु। धेरै धेरै माया अनि सम्झना मेरो मुटुको टुक्रालाई। माया।